बसेर बजाउन सक्छ। यो उभौली चाडको यहाँलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आजको यो विशेष कार्यक्रममा भाषिक संस्था बाइङ बाइङलाई समाज कल्याणलाई सेक्रो श्री प्रदर्शन गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक समितिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाइङ बाइङ राई समुदायभित्र विशेष त 3 किसिम वा 3 तहमा विभाजन गरिन्छ, जसलाई नाकले, काम र सेक्रो भनिन्छ। आज पनि विशेष गरेर सेक्रो श्री पूजामा गर्ने छोटो श्री प्रदर्शन गरेर यहाँहरूलाई हाम्रो संस्कृतिको प्रयास गर्नेछौँ। अरूले सिक्न पर्ने डेङ्गु दिनचर्याबाट श्री प्रदर्शन गर्ने अनुमति चाहन्छु। यहाँले देख्न सक्नुहुन्छ हाम्रो कलाकारहरू पनि यहाँभित्र श्री समुदाय छ। यहाँहरूले सपोर्टको लागि धेरै धन्यवाद। हाम्रो पनि गीत गर्ने समूह हुनुहुन्छ। उहाँहरूको खासै पहिलादेखि संस्कृति जति पनि घरमा हुनुहुने अनि पाहुना आउनुहुने उहाँहरूको पनि त्यहाँ सानो एक्टिभिटिजहरू भइरहेको छ। अनि उहाँहरू हाम्रो वास्तवमा यो चित्रमा चाहिँ हाम्रो पक्का 4 दिनसम्म पनि नेतृत्व हो। यो चित्रमा कन्टिन्यू हामीले मुटुङ गरिन्छ, मुटुङ अनुसारको शिविर प्रदर्शन गरिन्छ। त्यसैलाई हामीले शिविर भन्ने गर्छौँ र यो वास्तवमा शिविर पूजा गरिने एउटा प्रक्रिया हो। र अहिले उहाँहरूले दिनको श्री प्रस्तुत गर्दै हुनुहुन्छ। यो श्री श्री सामाता पृथ्वीनाथ गणहरूले अरू श्रीहरू सुरु गर्न अघि आफ्नो ठुलो र नाच्ने आँगन ढोक्दै भनेको अर्थात् पितृहरूबाट आशीर्वाद र वर माग्ने श्रीलाई नै बोली दिएको श्री भनिन्छ। र उहाँहरूले कार्यक्रमको अथवा त्यो पितृ पूजा गर्नु सुरु गर्दाखेरि यो श्री नाचेर उहाँले पितृहरूलाई एउटा अनुमति माग्ने काम गर्नुहुन्छ। अहिले अरुणाचल सेन्ट्रल घाटमा देख्नुहुन्छ हाम्रो पाहुनाहरूको गीत पाहुनाहरूको गीत गरेर बस्नुभएको छ। हाम्रो पक्का सेक्रो श्रीमा प्रेसिडेन्ट छ। पाहुनाहरू आउने जाने क्रम रहन्छन् र सेक्रोमा जति पनि आउने पाहुनाहरूलाई चाहिँ हामीले सम्मान उहाँलाई चाहिँ हामीले हाम्रो बाइङको रीति अनुसार चाहिँ उहाँलाई सम्मानको साथ उहाँहरू चाहिँ सम्मान गरिन्छ।
बेङ्गलोर टिमको सिली अब हाम्रो कलाकारहरूले चाहिँ आदि सिली प्रस्तुत गर्नुहुनेछ हाम्रो पुर्खाहरू भएन र उहाँले जहाँ जानुभयो आफ्नो कौशललाई उहाँले प्राप्त गरेर जानुभयो फलस्वरूप आज हामीले पनि यो हजारौँ मान्छेको बिचमा हाम्रो कौशल प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छौँ अब यहाँहरूले वापसले प्रस्तुत गर्नुहुनेछ यो सिलीमा हाम्रो पुर्खाहरूले धेरै खोज र अनुसन्धानपछि कपडा बनाउन सफल भएर आफ्नो शरीरमा कपडा लगाएको नक्कल गरिएको छ वास्तवमा यो सिली गर्नु अगाडि धेरै सिलीहरू गर्नुपर्ने हुन्छ जस्तै सिस्टमको बोका काट्ने ढोका खोज्ने धागो काट्ने तान बुन्ने आदि इत्यादि तर आज समयको अभावले गर्दा एकैचोटि कपडा लगाउने सिली देखाउन लागिरहेको छ यस सिलीमा तपाईँहरूले कपडा नापेको हेरेको र कपडा लगाउँदै त्यसले नाचेको सिली देख्न सक्नुहुनेछ यहाँले ऐनाको सानोमा हेर्नुहुन्छ हाम्रो दिदीबहिनीहरूले पाहुनाहरूलाई सत्कार गर्दै हुनुहुन्छ र हाम्रो सत्कार अनुसार चाहिँ हाम्रो भाषाको सानो घटिटीमा रक्सी खुवाउने चलन छ र हाम्रो त्यो हाम्रो टाइम कल्चर अनुसार हामीले यो शिक्षाको क्लास पुस्तक अथवा आदि इत्यादि अहिलेको आधुनिक जुन घटनाहरू छ त्यसलाई हामी त्यो बेलामा अवश्य पाउँदैन पनि थियो र हामीले काँसाको सानो कटौरालाई प्रयोग गरेर उहाँहरूलाई सम्मान गर्ने गरिन्छ यो त्यसरी सकेपछि यहाँले फेरि अर्को मोसो पास्यो भन्ने प्रस्तुत गर्नुहुनेछ
समय अथवा त्यतिखेर हाम्रा पुर्खाहरूले विभिन्न किसिमका शत्रुसँग सामना गर्नुपर्थ्यो, चाहे त्यो जनावर होस्, जीवजन्तु होस् अथवा मानव नै होस् किन नहोस्। आफ्नो शत्रुहरूलाई तर्साएर उनीहरूको मनोबललाई शिथिल बनाउन शक्ति प्रदर्शन गरिने सिलीलाई मौसु सिली भनिन्छ र त्यही सिली यहाँहरूले प्रस्तुत गरिदिनुहुन्छ यहाँ पगाइहरूको लागि। यो सिली प्रस्तुत गर्दा सिलिकाहरूले अथवा जो नाच्नेहरूले आफूले सुकाउँदै नाचेको देख्न सक्नुहुनेछ। पूर्वकालमा अथवा पूर्वहरूको उत्पत्ति र क्रमशः विकासको सुरुवात हुँदा अन्य जीवजन्तु चराचुरुङ्गीहरू र पशुसँगको अन्तर्क्रिया र गुलमिल भए भएर बस्ने अभ्यास सूत्रमा यिनीहरूको गतिविधिलाई नक्कल गरेर नाच्ने गर्नुहुन्थ्यो र यो नाच्ने सिलीलाई बक्रा सिली भनिन्छ। माटिनीहरू माइजू मात्रै होला जान्ने अरू छैन होला अनि त्यही भएर माइजूले ननाचेपछि अरू के कति त मिल्दो रहेछ कि मिल्नु त अलिकति फरक उसले प्रस्तुत हुन्छ। अब यहाँहरूले नर्मल